दियो स्याउ एकजना चाहिँ खाँदै बसिरहेको छ एकदम खतरा छ यहाँ ठाउँ चाहिँ यहाँ फेरि व्हाट्सअप गाइस सबैलाई नमस्ते गुड मर्निङ मेरो भ्लगमा चाहिँ स्वागत छ हैन अब अहिले हामी चाहिँ टक्क केटाहरु मिलेर पिकनिक टाइपको नगरकोट साइड जान लाग्यो अनि अब केटाहरु भेला हुँदैछ केटाहरु टक्क भेला भएपछि हामी चाहिँ जम्मा भएर अहिले चाहिँ छाना भयो टक्क रेडी भएपछि हामी जाने हाम्रो चाहिँ आजको यात्रा कहाँ हो रे हामी चाहिँ आज कहाँ जाँदैछौँ मिलनले चाहिँ हाम्रो इन्ट्रो हानिसक्यो यो चाहिँ अब त्यो पछि आउँछ होला के हो यहाँबाट कति 18 किलोमिटर कि 19 छ रे झर्ना अब हेरौँ कस्तो रहेछ हामी चाहिँ अब रेडी भइसक्यो जानला केटाहरु सबैजना आइसक्यो हाम्रो कार पनि आइसक्यो हैन टक्क कार चाहिँ नयाँ कार हो दामी छ ल बब्बल कार छ आइसक्यो कार चाहिँ हाम्रो दाइको कार हो अहिले आएको नयाँ दामी कार छ पैसा मात्र धेरै लान्छ ल कारमा सारमा फोटो खिचिहाल है अहिले नै अहिले फेरि टक्क आउँदैन फेरि यता हाम्रो कमल सरकार छ यता रेडी भइसक्यो टक्क अब हामी त्यहाँ पुगेर ध्यान दियो लसन बिचरा लसन चाहिँ छुट्ने भयो होइन त्यही हो ल हामी चाहिँ अब टक्क हिँड्ने हो हिँडिसकेको केटाहरू टक्क आइसक्यो यहाँनिर होइन साइकल किन अगाडि साइकल त अगाडि गयो केटाहरू आउँदैछ त्यहाँनिर साथीको अहिले त्यस्तो छ उयो चिट काट्छ होइन अहिले हजार पिकनिकमा खा उहाँ अहिले 1500 चिट काट्छ अनि त्यो चाहिँ दिन्छ त्यो ऐनाको लगाइछ हामी चाहिँ आइसक्यो अब निस्किसक्यो केटाहरू टक्क आइसक्यो सबजना ट्याक्सीमा केटाहरू नि गइसक्यो तिनजना सामान ट्याक्सीमा हालेर पठाएको टक्क यहाँ केटाहरू चाहिँ आउँदैछ स्ट्रबेरी किन्दैछ हामी चाहिँ अब टक्क मार्टमा केही सामान किन्नलाई जानु लाग्यो अहिले सामान किन्न बाँकी छ त्यो सामान किनेर टक्क लाएर केटाहरूलाई त भेटाउनु बाँकी छ दुईजना चाहिँ बिस्तारै टक्क त्यहाँ भेटेपछि चाहिँ हामी कहाँ हुनेछ चिमेटको मार्ट केटाले हामी चाहिँ मार्टमा टक्क सामान किन्दैछौँ यत्रो सामान आइसक्यो हाम्रो कस्तो मान्छ आइसक्रिम बेस्ट कुन फ्लेभर थाहा भ्यानिला कतिवटा एउटा पट कि दुईटा पट मारमा केटाहरू चाहिँ सामान छाम्दैछ है सामान छाम्दै के हो चाहिँ सलामी हो ल सलामी नै हान्दियो सब हान्यो यो भएन त मजा आउँदैन तर हामी घरमा खै मोमो कमल दाइले यो मोमो स्टिम गरी भन्दै माल चाहिँ यहाँ चाहिँ फेरि हामीलाई चाहिने माल चाहिँ यहाँ टक्क ल मोमो नबनाउने त झ्याउँछ भने बनाउनु माल चाहिँ ल कुन खाने केटा हो टक्क ल्याएर छान्छ नि हामी चाहिँ यस्तो खाँदैनौँ यस्तो खाँदैनौँ हामी चाहिँ यस्तो चाहिँ खाँदैनौँ हामी चाहिँ जुसहरू मात्र हो यस्तो मात्र हो मोमो पनि हामी लाने निर्णय गऱ्यौँ है मोमोबाट लाने हो टक्क लाएर त्यो अब चौधो के भनेर मोमोसम्म उठाइसक्यो चाइनिज सामान चाहिँ उठाइसक्यो आधीभन्दा धेरै सामान त गइसक्यो होइन उठाएको उठाइसक्यो सामान अब उठाइरह उठाउनुपर्छ अझै चाहिएन फेरि जानेर फेरि दिइरहेको ब्रेकफास्ट है भनेको अनबक्सिङ हुन टाइम लाग्यो अरू के लानु होला समयको फल मिठो हुन्छ त्यो हजुरहरूको लागि मैले खाइदिएँ पत्रै टेस्ट है गाइस प्लेट्सहरू हाल्दैछ म चाहिँ यो बोकिरहेको छु भाडा दिने मान्छे भाडा मैले अहिले फेरि यहाँ एउटा सामान झेरकाले गोजी पनि हाल्नु पर्छ नि त्यो जेल सेल पनि किनेर कपाल गरेर जाउँ क्या हो कि कपाल सेट गर्ने हो क्या कपाल सेट अनि दाल किनेर जाने केमा बनाउने भन्ने कुरा क्या दाइ मिठो हुन्छ क्या म बनाइदिन्छु यो झन् दाल पाक्छ त पाक्ने खाएको दाल बोक्नु हिसाबमा हिँडेको हामी यहीँ 10 बजी यहीँ 10 बजिसक्यो त्यहाँ गएर दाउरा सर सबै खोजेर रेडी गरेर चुरो ठिक पारेर गर्नुपर्छ एकदम टाइम लाग्नेवालामा छ त्यही भएर हामी चाहिँ केही खाँदैछौँ है अब खाएर मात्रै जान्छौँ खानु पऱ्यो कति केटाहरू पुगिसक्यो त्यहाँ कति केटाहरू पुगिसक्यो त्यो ट्याक्सीमा केटाहरू गएको ट्याक्सीमा दिने पैसा चाहिँ हामीसँग यहाँ छ गोजीमा केटाहरू त्यहाँ गएर अलपत्र पर्छ अहिले केटाहरू चाहिँ देख्दै छ यहाँ देख्दै छ है भर्खर मेरो हातमा आइपुग्यो टक्क हामीलाई चाहिँ केटाहरूलाई चाहिँ यहाँ देखिरहेको छ यहाँनिर छ केटाहरू सिसिटिभीमा फुटेजमा यहाँ स्कुटर चाहिँ यहाँनिर छ केटाहरू यहाँनिर छ अलिकति मन लागेन माटै किन्ने भनेर छिरेको छु ल केटाहरू सोना पापडी अड्या घन्टा है सोना पापडी सबै क्या हो सामान चाहिँ हामीले ठ्याक्कै 8000 किनेको छ केटाहरू सामान चाहिँ होइन 5000 को यहीँ खाइसक्यो 5000 को चाहिँ खाइसक्यो फेरि केटा तिमीहरूको लागि नि खाइदिएछु है मैले नरिसाउ है यहाँ 5000 त यहीँ पुगाए त
केटाहरू त्यो समोसा पसल खोल्दै धेरै अब फेरि सँगै खान्छ नि खाने हो खाइदियो 8,000 3 चाहिँ 4 भएछ हाम्रो ठ्याक्क ल यसको म छुट्याइदिन्छु है दाइ पक्लिँदैन आइस त्यहाँसम्म लाउँदाखेरि आइस त पक्लिन्छ भने त यार भ्लगर भयो कहाँ के हो घर गयो आज अलिकति बिजी थिएँ होइन अहिले आउँछु म केही छैन अहिले हामी चाहिँ अब निस्किसक्यो भन्दा पनि हुन्छ होइन केटाहरू सामान बोकिसक्यो हामी चाहिँ खाली नै हो सामान चाहिँ अगाडि लैसक्यो टक्क केटाहरू यहाँबाट रेडी भएर आज यस्तो बिजी भएर बसिरहेको कि होइन आज म उता बाहिर गएको थिएँ त्यही बिहान गुच्चेर भेटेर के यादहरू याद आयो न केटा हो यहाँको साथी लेज ल्याउने लेज मलाई पनि धन्यवाद है ल हाम्रो चाहिँ यहाँ लेज पनि आइसक्यो टक्क अर्को बाइकर पासिसक्यो पानी अर्कोमा छ ओए को आयो भने गटागुटु गरेर पछाडि त फाइनली केटा हो हामी चाहिँ आइपुग्यो यो दाइले अहिलेसम्म कुराइरहेको दाइलाई केटाहरू पैसा दिएर पठाइदिनु पनि छैन अहिलेसम्म कुराइदियो त्यहाँ केटाहरू सबैजना आइसक्यो यहाँनिर केटा टक्क सबैजना आइसक्यो गरेर नबस्छ केटा फेरि ल केटा हो हामी चाहिँ आइपुग्यो माइलसान लिएर टक्क केटाहरू आउँदैछ बाइक साइड टक्क यहाँ राखेर ग्राउन्ड छ यहाँनिर अनि त्यसपछि यहाँ झर्ने हामी तल टक्क झरेर झर्न जाने हो कहाँ यो दाइ केरला दाइ स्याउ कति हो स्याउ कति हो स्याउ नबेच्ने स्याउ नबेच्ने रे उता टिप हानेछ है उता टिप हाने चाटी हानिसक्यो त्यही कुरा गुरु गरेर आइपुग्छ मैले बोकाएँ मलाई सबभन्दा गरौँ ल भुवनले बोकाएँ जार्का पानी बास ऊ त्यहाँनिर एकजना चाहिँ खाँदै बसिरहेको छ केटा खाँदै बसिरहेको छ आमामा गयो थाहा छैन सही हो ल त मान्छे चाहिँ आइरहेको डेक्ची सेक्ची बोकेर काम गरेर अन्त ऊ पर उ त्यो डाँडा हिँड्दै आएको बास ऊ डाँडा सही हो केटाहरू फेरि राखेर गाउँ जान लागिरहेको ल केटाहरू ससुराली जाँदैछ ससुराली ल पानीको पन्ध्र ससुराली जाँदैछ केटाहरू पनि ससुराली खानेकुरा बनाउँदै जाउँ केटाहरूले स्ट्रबेरी बाँडेर स्ट्रबेरी यता पनि दिउँ यता पनि मिठो 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 जाउँ जाउँ लाउ 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 पल्लोतिर भरिदिनुपर्छ है माछाले 1 किलो चामल बोकेर हिँड्दा यार केटाहरू ठगेर माछाले केही नबोकेर हिँड्ने हामी चाहिँ यहाँ यत्रो भारी सारी बोकेर हिँड्दा त्यो दुईजना चाहिँ केही बोकेको छैन है ठग अर्को 4 जना तल पुगिसक्यो तल फेरि अहिले गुल्डेन सिन्दै झर्न पुग्छ त्यहाँ ठग यस्तो यहाँ ठगिरहेको केही बोकेन 1 किलो चामल अनि त्यो कार्टुनमा केही आधी किलो चामल होइन केटाहरू चाहिँ आइरहेको यसरी धम्मा धम आइरहेको धम्माधम मेन यहाँ खाएकै मेन यहाँ खाएकै यहाँ मेन पकाउन आउँदैन थाहा मलाई त्यो भाल्ला जानु केही नै आउँदैन मान्छेले केही पनि पकाउन आउँदैन पकाउने मान्छेहरू चाहिँ केटा भट्टा उठाएर खायो ल छोरी माग्नु छोरी माग्नु जस्तो भइरहेको ल गाई ओहो ओहो खत्रे बाल्टी पनि किनिहाल्यो बाली अब किनिहाल्यो जाउँ त्यहाँ गएर बोतलमा मेरेर हान्नुपर्छ ल है बल्ल बिहेगले अलि चाहिँ 15 जना आएको हामी चाहिँ केटा हो 15 जनामा गइसक्यो 3 जना चाहिँ अगाडि कहाँ गयो थाहा छैन अरू चाहिँ केटाहरू भौतार हिँड्न कसलाई लोकेसन पनि थाहा छैन अब गएपछि टक्क लाएर त्यहाँ लोकेसन हेर्ने खोज्ने अनि जाने आफै के गर्यो आएको त हाल्नु ल केटाहरूले सामान बोक्न नखेर सामान पनि फालिहाल्यो के यस्तो केटा आउँदाखेरि चाहिँ आधी सामान त फाल्यो केटाहरूले पानी फाल्यो के फाल्यो कार्टुन पनि फाल्यो सब फाल्यो यहाँ केटाहरू अगाडि हिँडिरह भारी बोकाएर केटाहरू आमामा के बोक्यो केटाहरू चाहिँ सबैजना ससुरालीबाट है ससुरालीबाट आइसक्यो यहाँनिर सन्देश नाटक गरिदिएर अहिले यसको सबभन्दा फर्टमा रेस्टुरेन्ट राख्नुपर्छ केटाहरू ससुरालीबाट आए ससुरालीबाट टक्क आइसक्यो
ससुराबारीबाट रमाइलो फर्किँदै केटाहरू जन्ती जाँदैछ जन्ती आउँदैछ हामी केटा टक्क लाएर पावर ब्याङ्क छैन हामीसँग स्पिकरै दुइटा हामीसँग पालै पाला बजाउने यता हाम्रो भ्लगरमा हेर्न आज कहाँ टाउको लुगा हिँड्ने हरे जग्गा लड्ने मान्छे भागै छ केटाहरू चाहिँ आइराख धमाधम ल है जन्तीहरू आइराख टक्क लाएर के भयो कमरेड 62-63 सालको आन्दोलनमा हाने जस्तो केटाहरूले यार आमामा सामान बोकेर त्यही हो यस गाइस फाइनली हामी चाहिँ झरनामा आइपुगिसक्यो होइन अब टक्क लाएर तल गएर ट्यापा लाएर पकाएर खाने हो अरू केटाहरू चाहिँ माथि नै छ हामी चाहिँ तल आइसक्यो झर्ना खै त झरना तल हो यस्तो छ दामी छ ठाउँ चाहिँ ल एमएनसी गुड छ हामी चाहिँ फाइनली आइपुगिसक्यो होइन झरनामा केटाहरू आज माथि चाहिँ आउनु बाँकी छ त्यही मैले त्यो शुक्रबार शनिबार नआउँ भने क्या शुक्रबार शनिबार मान्छे वाइल आउँदैन थियो त त्यहाँ यसो अब दाउरा सौरा खोजेर टक्क आगो सागो बालेर होइन सबै कुरा म्यानेज हुन्छ टक्क लगाएर दाउरा सौरा खोजेर पकाएर टक्क खाएर अनि चिला हान्ने त हामी चाहिँ आइपुग्यो बाटो चाहिँ एकदम खतरा छ यहाँनिर बाटो चाहिँ एकदम खतरा छ टुडी झर्ना फाइनली हामी आइपुग्यो चट्टा लगाएर बाटो चाहिँ एकदम खतरा हो केटा फाइनली आइपुग्यो केटा हामी चाहिँ फाइनली झर्नामा यो बल्ल आइपुग्यो फाइनली सुख गरेर यार बल्ल आइपुग्यो अब्बे सही हो केटाहरू झर्दैछ माथि होइन ल पौडी खेलेर अब केटाहरू यस्तो बाटो झर्दैछ त्यहाँबाट टक्क पाइ झरेर टक्क ल के छ त मेरो सर कस्तो लाग्यो ठाउँ दामी चाहिँ ठाउँ चाहिँ ठाउँ त बप्पा छ ल आयो ज्वाइँहरू आयो ससुरालीबाट ज्वाइँसँग आइपुगे कहाँ फाल्यो सबै तर बबाल के छ के भयो यार पानीमा चाहिँ यार कडा यतिको चाहिँ हुनुपर्छ है फेरि यहाँ चाहिँ काहीँ कोक काहीँ सोडा काहीँ स्प्राइट पानी के छ यो बिच यो भएको बेला चाहिँ उयो है रियल जुस हामी कहाँको बोतल भयो नि मजा गरेर गाइस एउटा कुरा चाहिँ कस्तो भने यहाँनिर सबैजना अब मान्छेहरू के अरे अब यस्तो खोला किनारामा यो पिकनिक गर्ने यताउता गर्ने भनेपछि यो सफा पनि गरिदिनु पर्यो है यहाँ हेर्नु त यहाँ कस्तो छ है यस्तो त भएन नि यहाँ फोहोर छ यहाँ यस्तो छ अब यहाँ यस्तो चाहिँ अनि अलिकति अब यस्तो झर्ना यस्तो राम्रो छ अनि यहाँ चाहिँ यस्तो भएन क्या यो पिकनिक गरेर आएपछि यो सफा पनि गरिदिनु पऱ्यो क्या है जो आउनुहुन्छ पिकनिकहरू अब फेरि सबैलाई अनुरोध छ यो सफा पनि गरिदिएर जानु होला है अब तल चाहिँ यस्तो छ है यहाँ सफा कार्यक्रम भइरहेको छ है अब अगाडि योभन्दा अघिल्लो जो पिकनिकमा भन्छ सबैले अब फोहोर गरेर जानु भएको रहेछ अब साफसफाइ गरेर दाइ तपाईँ यस्तो के हो यस्तो हेर्नु त पहिला आउने चाहिँ धेरै फोहोर गरेछ तर त्यो हाम्रो केटाहरू सबै सफा गर्दैछ त्यसरी पिकनिक आउनु होला रमाइलो गर्नु होला तर आफूले ल्याएको फोहोरहरू चाहिँ के जलाइदिनु होला कि त लिएर जानु होला त्यो गर्दा चाहिँ हुन्छ क्या देखाउ त दाउरा खोज्न हिँडेको मान्छे म लिएर फर्के हेर्नु है अब हाम्रो दाइहरूले साथीहरूले सफा गरिरहनु भएको छ अब अगाडि जो पनि अब आइदिनु भयो यस्तो चाहिँ नगरिदिनु होला है अब यहाँ मात्र होइन अरू ठाउँ पनि जहाँ पनि जानुहुन्छ यताउता फोहोर चाहिँ नगरिदिनु जो सफा चाहिँ गरिदिनु होला ब्रेकफास्ट सट्टा के यस्तो खाइरहनु भएको अब ढिलो गऱ्यो नि त केटाहरूले 6:30 बजी आउने भने आउनु 10 बज्यो ब्रेकफास्टको सट्टा दाइ भाइ अब यही चिप्स हान्ने है के गर्ने अब गाह्रो छ पिकनिक आएपछि अब चुलो बनाउनु पऱ्यो यो चाहिँ नेचुरल है गाउँघरतिर हुन्छ नि अलिकति त्यो माटो साटो यता गर्ने त्यस्तो आलु यो चाहिँ अब आलु नि दामी दामी छ है हामीसँग यहाँ सबै एभाइलेबल छ है अन्डा छ जाम छ ब्रेड ससेज छ के हो यो
यो चाहिँ के हो आलु वाउ अन्डा यो त डोरेमनको पकेट भन्दा नि डेन्जर रहेछ रे यो पोर्क होला यो चाहिँ हाम्रो पोर्क है यसको बार्बिक्यू गर्नुपर्छ अहिले हामी हाम्रो अन्डाहरू सबै आलु जाम हाम्रो अरू पनि आइटमहरू छ अहिले म हजुरलाई देखाइहाल्छु यो चाहिँ हाम्रो ससेज ब्रेड चाहिँ सब रेडी भयो है यता हाम्रो यता दादाहरू सबै ओलाई के गरेको हौ ठिक छ नि ठिक छ बबाल छ कस्तो फिल भइरहेको छ साथी तँलाई एकदम अब फिलिङ एक्साइटेड ठाउँमा आयो अब रमाइलो गर्नुपर्छ हामी लास्ट टाइम पनि आएको थियो होइन लास्ट टाइम पनि हामी यहीँ आएको हामी लास्ट टाइम 3 वर्ष अगाडि आएको 3 वर्ष अगाडि आएको हामी दुईजना आएको यही ठाउँमा आएको थियो बबाल रमाइलो भएको थियो अब फेरि हामी स्टिल अब अहिले पनि रमाइलो गर्नुपर्ने हुन्छ है बबाले गर्नुपर्ने हुन्छ है अब केटाहरू दाउरा खोज्न गएको छ है हामी यहाँ बनाउन लाग्छौँ दाउरा खान गएको छ अब हामी यता चाहिँ बनाउँछौँ है यहाँ पानीमा वाउ साग भिराको चाहिँ सलाद के हो अहिले अब के को लागि यो सलाद चाहिँ भन्नु त मासु खाएपछि खानु पर्यो हाम्रो सबै यता हाम्रो वाउ रमाइलो भएर चाहिँ फेरि हाम्रो त दादाहरूलाई हाम्रो दादाले है फेरि पिकनिक आएपछि अब आगो सागो बाल्नु पऱ्यो दाउरा खन्दालाई हाम्रो दादाहरू जानु भएको छ यतिको ल्याउनु भएको छ है दाइले चाहिँ हाम्रो गाईहरूले है दाउरा खोजेर ल्याइसक्यो है माथि माथि कहाँ पुगेर ल्याए बिचराहरूले यतिको चाहिँ ल्याउनु पर्ने हुन्छ है फेरि लालीगुराँस ल्याइदियो नि त वा दामी यतिको चाहिँ हाल्नु पर्ने हुन्छ ल अब हाम्रो सबै रेडी हुन्छ दाउराहरू यता हाम्रो साथीले चाहिँ साथी के काटिरहेको हो हाम्रो चाहिँ अब यो आलु चनाको लागि ब्रेकफास्टको लागि हो होइन टाइम भए पनि अब ब्रेकफास्ट खानु पर्यो त्यो त परिहाल्यो त्यही अनुसार हामीले प्रिपेयर गरेर हिँड्यो अब यो चाहिँ ब्रेकफास्टको लागि आलु चनाको लागि चट्टा लाएर लसुनको पेस्ट जान्छ स्वाद टक्क दामी अर्के हो क्या हो यो हालेर खाएर नाइस बबाल अब यहाँ चाहिँ हाम्रो दाइहरूले होइन जो रक्सी खाने तिनीहरूको लागि है फेरि हाम्रो लागि चाहिँ यहाँ बनाइरहनु भएको चाहिँ रक्सी खानेलाई यहाँ दिएर बनाएको है यो चाहिँ यो के हो दाइ रक्सी खाना लिभिङ रुम ठिक आगो पनि बनिसक्यो होला है साथी लसुन दियो लसुन यतिको सफा त दाइले यार घरमा पनि गरेको थिएन होला यार यसमै हान्दिनु त घ्याम्पो हान्यो क्या बबाल हाम्रो अघि लसुनबाट अब अहिले चाहिँ प्याज लागेको थियो है हामी सबै हाम्रो यता कुकहरू हामी दुईजना दादा सबै रेडी रहेछ है हाम्रो यहाँ सामग्रीहरू आलु के त यसरी खाने खुट्टा डुबाएर ब्रेकफास्टको लागि रेडी भएछ है आलु हाम्रो साथी आज कटिङ मास्टर भयो यतिको चाहिँ हाल्नु पर्ने हुन्छ है यता हाम्रो दादाहरूले चना दाउरा हाल्दा चाहिँ जहिले यसरी मुनिबाट हाल्नुपर्छ है यसरी है बाबा यतिको चाहिँ हामी बाबा यतिको चाहिँ हुनुपर्छ है फेरि बाबा ह्याप्पी न्यु इयर ओ दाइ सुरु नि म होइन हो को हामी त एकछिन खाने गयो बाबा के मसला यतिको चाहिँ हाल्नु पर्छ के बनिरहेको छ हाम्रो हाम्रो लच्चा पराठा है लच्चा पराठा एकदम स्पेसल ल यो डेक्ची लिएर चाहिँ हाम्रो कमल दाइले चाहिँ चना बनाउँदै हुन्छ के गरेर हाम्रो मनी सर स्पेसल बेसार पराठा बनाइसकेँ मैले यतिको चाहिँ हान्नुपर्ने हुन्छ अब के गर्ने म हेल्प गरेर हेल्पर हो ठिक बाबा खतरा भएको राजा हामीलाई चाहिँ बब्बाले रमाइलो भइरहेको छ है यो अब के अरे भर्खर आएर अब ब्रेकफास्ट सुरु हुँदैछ अहिले नि यति रमाइलो भइरहेको छ अब झन् एकछिनपछि चाहिँ कस्तो रमाइलो हुने हो अहिले चट्ट खानपिन गरेर रमाइलो गर्नुपर्छ नाच्ने गाउने आज के हुन्छ है आज
के हो सर आज त बब्बाले हानिन्छ है फेरि है आज त बब्बाले हान्ने होइन दाइले गुर्र हानेर गुर्र हानेर गर्लफ्रेन्डको याद आइरहेको छ मलाई चाहिँ लास्टै अत्रै रमाइलो भइरहेको छ आज हाम्रो आज त बब्बाल रमाइलो गर्ने हो अब क्लासिकबाट पनि कहिले लान्छ थाहा छैन यता झगडा परेर रहा त्यसको लागि बबाल रमाइलो भएर छ है अब चाहिँ हाम्रो के पाके के बनाउँदैछ म त्यो पनि देखाउँछु ठिक ठिक अझै पनि छना र परोटै पाकिरहेको हाम्रो दादाले खत्रै भोक लगाएर सुरु पनि हानिसक्यो यता मजा आइरहे ब्रेकफास्ट त बब्बाल भयो है चना एन्ड परोटा तर भोक लागेन अब खाने यतिको खाइ चाहिँ हुनुपर्ने हुन्छ है फेरि कस्तो छ बबाल बबाल लाछा पराठा विथ चना कस्तो दाइ तपाईँले आफै बनाउनु भएको चना यता हाम्रो दाइले परोठा तपाईँले खाएको यतिको हान्नुपर्ने हुन्छ है फेरि हाम्रो त अनिसले अनि त हाम्रो मुकेश सरले है बबाल यो त हाम्रो गाईहरूले भर्खर अब दाउरा खोजेर है आज त दाउराको नो कमी है फेरि यता हाम्रो दादा के हो दादा भाइ अलिकति यसो पऱ्यो नि होइन खोला गर्नु याद आयो हेर्दै भाउजू अब तपाईँको पनि भिडियो हेरिरहनु भएको छ भने दाइलाई तपाईँको धेरै याद आइरहेको अरे अब तपाईँ र दाइ पनि यसरी एकचोटि ड्राई पिकनिक जानुपर्छ दाइले बब्बाल मिठो बनाएर खुवाउँछ है ल हेर्नु आयो कहिले जाने हामी खै भाउजूलाई छिटो है यो भिडियो हेरेर छिटो जानु पर्यो या दाइ बिचरा या अब हाम्रो जाम र ब्रेड पनि रेडी पारिदिनु हुन्छ हाम्रो काजी दाइले है त्यो स्पेसल सबैलाई गरिदिन्छु क्या खोइ त नि थ्याङ्क यू सो मच दाइ हाम्रो किचनको बब्बाले हाल्ने आर्मी बब्बाले आज त खुवाइ त बब्बाले हुन्छ बब्बाले यतिको चाहिँ हामीले बनाउनु हुन्छ नि फेरि अब हाम्रो अर्को आलु पनि रेडी हुँदैछ है यो मेरो किचनको मान्छेलाई मिलाउने मलाई पगिसक्यो त अनि हुल्का बनाऊ न अब बाबा के गरेको त्यो रमाइलो भएर अब बवाल हुनेवाला छ है दिइसक्यो मैले त्यो चना पनि हाल्नु त्यसमा चना कहाँ भाइ रमाइलो भयो बबाल अर्को क्या पोरोटी अनि पानी छान्दैछ अनि यो के छ बिना दाइ रमाइलो भइरहेको नि रमाइलो भइसक्यो बबाल आज त खत्रै रमाइलो हाल्नुपर्छ नि फेरि हो कि के हो 4 खुट्टा 2 खुट्टा हो होइन खत्रै रमाइलो त हान्नुपर्छ होइन फेरि अब माथि जाने बेलामा चाहिँ अनि के हो त्यो क्रेन ल्याएर त्यो डोरी बारेर घाँटीमा डोरी बारेर माथि तान्नुपर्छ फेरि त्यस्तो झ्याप भयो भने चाहिँ नत्र चाहिँ दाइ सही हो नत्र चाहिँ फेरि यतै सुत्नुपर्छ मजा बबाल केही शब्दै छैन ओए त्यो चाहिँ हान्नुपर्ने हुन्छ है राजा महाराजा खुवायो है फेरि के आमा खुवाएर हेर नि अलिक झोल हुन्छ नखाइदिने यतिको माया गर्ने दाइ चाहिँ बाबा मासु यतिको खुवाइ चाहिँ हुनु थ्याङ्क यू भेरी मच हाम्रो घर चाहिन्छ त्यो छैटौँ खानेकुरामा प्रवेश गरेको छ छैठौँ मात्र अन्डा छोडौ न हाम्रो आलु पनि बबाल रेडी भयो है ल भयो अनि अन्डा छोडेको कि तपाईँले के गरे
अन्डा त चोक्का चोक्का निकालेको छ अन्डाको थ्याङ्क यू सो मच मेरो दाइ खाना गमन आउँछ अर्को छ यतिको चाहिँ हाल्ने गर्नुहुन्छ खै कराई हामी हो पानी रोक्यो सर प्लेटमा आलु खान्छ उदु प्लेटमा यो त छैटो होइन नि त यो त कति भयो सातौँ सातौँ हो त त्यसले सबलाई दिने क्या पर्छ नि आलु सातौँमा तिमीले प्रवेश गर्नु परेन पहिला दाइ सातौँ बाबाल यति त हान्नै पऱ्यो नि के हो केटाहरू के अरे जङ्गल लाग्यो अरे डे इन जङ्गल यो त जङ्गल लाइफस्टाइल है यो चाहिँ डे इन जङ्गल विथ जङ्गली ओ दाइ के हो यो त नामै भयो त यार मेरो पनि तखि त यो त ससेज के ससेज हो यो कुन ससेज हो चिकन खत्रै बबाल यतिको खुवाइ चाहिँ हुनै पर्छ नि फेरि गाई चाहिँ डन्ट ड्रिङ्क यो चाहिँ मैले यता दाईको लागि लिइदिएको है म अब फेरि रक्सी चाहिँ खाँदिनँ है यो चाहिँ थोरै अब गर्मी भयो अनि यसो घाँटी भिजाम भनेर मात्र है यता यता के पाक्यो के पाक्यो के आइपुग्यो यो के आयो के आइटम हुँदा यो चिकन समथिङ हो चिकन पनि आइपुग्यो के आइपुग्यो ए त के भयो के हाम्रो फेरि स्टिल होइन ब्रेडमै छ है ब्रेड जाममै दामी रहेछ पोलो क्या खत्रै खत्रै ससेज भएको चाहिँ आज त हाम्रो यहाँ दादाले बब्बाल ससेज स्पेसलिस्ट है फेरि हाम्रो मेगन दाइ भन्दैछ है ससेज स्पेसल ताइवान स्टाइल ताइवान थाई ससेज अघि हाम्रो दाइले आगो बालेको त्यसपछि त बब्बाले भएन नि फेरि यहीँ ककटेलको लागि है बाइक कमल दाइ स्पेसल होइन नि यहाँ केटाहरू कागजको बब्बाले हाल्नुपर्छ तन्ने त्यो रुसलान चाहिँ ल्याउनु न रुसलान ल्याउनु न यो खोल्नु न यो बबाल है बबाल स्पेसल ककटेलको लागि है जार पखाले बबाल ककटेल भइरहेको छ आज त बब्बाले यतिको त हामी अर्को दिन अर्को त पुऱ्यायो भने त खाना है त्यतिकै छोडिन् न तितो हुन्छ फेरि यार दाइ अहिले होइन त्यो त्यसको हुन्छ बबाल दाइ थोप अलिअलि रह्यो यार अलिअलि हाल्दै गर्नुहुन्छ यहाँ है डल्ले डल्ले हाल्दा पनि के फरक पऱ्यो ह्याप्पी विकेन्ड बबाल ठिक 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 यतिको चाहिँ हाल्नु पर्ने हुन्छ फेरि बबाल चटनी सबै मिक्समा बबाल चाहिँ हाम्रो ससेज पछि भेट्नु बबाल आयो बबाल बबाल ए उन खेल्नुपर्छ अब उनीहरू ल्याएकै छैन ल्याएको छ सबैजना यसरी रमाइलो गरिरहेको छ है फेरि सबैजना बबाल रमाइलो हान्रहेको छ फेरि यता चाहिँ फेरि गर्लफ्रेन्ड भएपछि गाह्रो छ म चाहिँ गाई छैन अब यो दाइहरू स्विमिङ खेल्नु भएको छ त्यहाँ जाँदैछु कस्तो भइरहेछ बल्ल बल्ल आइपुग्यो यार यस्तो तल यहाँ छ है आमा यहाँ दाइहरू बब्बालै रमाइलो हान्दा रहेछ फेरि अर्कै होला है स्विमिङ ठाउँ स्विमिङ खेल्ने उफ यस्तो पौडी खेल्यो भने त म त फेरि सिधै डल्फिन हो यस्तो शान्तिमा खेल्दैन यता तल फेरि छुट्टै है फेरि यहाँ चाहिँ अलिकति गहिरोबाट रहेछ
तल अलिक सानै थियो यहाँ चाहिँ अब अलिक गहिरो रहेछ त्यही भएर सबैजना यहीँ स्विमिङ खेल्न आएको छ है यहाँ फेरि स्विमिङ खेलेको निशानी है यो टुडी हाम्रो विनिताको टुडी झर्नाको निशानी है यो चाहिँ तल फेरि हाम्रो छुट्टै स्पेसल भइरहेको छ है फेरि फोटोसुट बबाल भ्याएको त जम्प है उतापट्टि चाहिँ फेरि खेलेर आरामदारी बसिरहेको छ ओ भाइ खेल्नु न तपाईँ यसो पछाडिको देखाउनु परेन खै मजा तेरो बियर मुझे तल आदि काबु थियो त जय मजा आयो हजुर मजा आयो तर मलाई थाहा छ क्या दाइलाई किन होइन यो यहाँ स्विमिङ गर्दा मात्र मजा आएको तर दाइलाई भित्र अर्को किन मजा नआएको मलाई थाहा छ भनिदिउँ कि के हो दाइ होइन तर म भनिदिनँ यो दाइ भाइको सेक्रेट हो दिनु भाइ अलिकति रातो रातो त हडकल भइसक्यो हट बोइज भइसक्यो यार मेरो टेडाटरको यो चाहिँ हाम्रो विनय दाइको होइन झर्नाको भनेर निशानी है फेरि निशानी चाहिँ बबाल छ है फेरि बाबाले यस्तो मजा केटाहरूले के रमाइलो गर्यो पौडी खेल्न आउँदैन केटाहरू आउ न यार पौडीमा मात्र रमाइलो हुन्छ त हामीले यहाँ तल खत्रै रमाइलो गरिसक्यो क्या मेरो एउटा डाइभ हेर्नु होला ल कमन ए बाबा ल बिसो मलाई नै सबै ठिकाइदियो हाने गरेर भयो बबाल डुबिहाल्यो तल जानु पर्यो यार तल पनि हाम्रो उ हान्नु पर्यो नि त ए यता हाम्रो फेरि यता हाम्रो दादाको फेरि छुट्टै पानी रोकेर बसिरहेको छ है चाहिँ हामी तल झरौँ है मिलन दाइ आउनु नजाने हामी तल झर्दैछौँ पौडी खेली होइन अब यस्तो चिसो चल्दा अब बुढोहरू बिरामी हुने भए यता छुट्टै यो त सिने गाई भन्ने छ यस्तो भिरालो छैन अब यहाँबाट जाने चाहिँ कसरी यार कसरी जाने हौ दाइ सर जाने क्या ल एकछिन गाई तल गएपछि म खिच्छु ल यहाँ त बाटो यस्तो छ भिरालो दाइ अनि यो त मरिहाल्छ नि यार बाटो देखाउ न अनि सजिलो छ आउनलाई तर है गाई चाहिँ यस्तो छ पाउनु त एकैछिन गाई चाहिँ फेरि खत्रै छ है गाई यहाँ हाम्रो दाइ हेर अब कसरी आउने है यस्तो छ है खै कसरी आउने हामी अब यस्तो हालत आउनु पर्यो है बाटो चाहिँ फेरि यो त अनएक्सपेक्टेडवाला बाटो छ क्या तल के भएर तल के भएर चाहिँ अब तल गएर थाहा हुन्छ यस्तो छ बाटो त यार यो त चिप्ले भन्दा गयो त नि खेर माथिबाट तर आउँदैसम्म त सिनेगाई भन्ने रहेछ अहिले घर जाने बेलामा हामी कसरी जाने हो यस्तो उकालो चढ्नुपर्छ यता हाम्रो छुट्टै फेरि भिडियो भइरहेछ माथिको ओ यो त झगडा खोइ त यो त के हो झगडा लगाइदियो यहाँ चाहिँ ल्याउन त्यो यहाँ चाहिँ अब दाइहरूले हाम्रो साथीहरूले बब्बाले रमाइलो गरेर छ है यता हाम्रो एउटा ग्रुप छुट्टै बसिरहेको छ है त्यहाँ एउटा ग्रुप छुट्टै रमाइलो त फेरि बब्बाल खतरा केटाले यहाँ स्विमिङ गर्दा थाहा छ क्या के छ मेरो दादा ठिक छ होइन तर मेरो दादालाई त मलाई थाहा छ के कस्तो भइरहेछ भनेर मलाई थाहा छ के छ मुकेश के भइरहेछ हाम्रो खोइ त खै मेरो दाइ के तपाईँलाई कतिको रमाइलो भइरहेको मलाई एकदम काशी स्कुल जानुपर्ने हो यसरी तलाउँदा त रमाइलो त गाइस बब्बाले भइरहेछ एकदम बब्बाले रमाइलो भयो माथि एकदम पौडी खेलेर आइयो अब यहाँ पनि अब फोटोसुटहरू यताउति हुन्छ हाम्रो बार्बिक्यू हुँदैछ
बार्बिक्यू त बबाल यो मेरो 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 दादा त म केही पनि भन्दिनँ मेरो दाइको होइन कतिको गाह्रो भएर मलाई थाहा छ अरू जे जस्तो भए पनि सेयर सब्सक्राइब चाहिँ हान्नु पर्यो हाम्रो मिलन यालमोलाई सब्सक्राइब एल्बो यो भिडियोमा होइन टाइगर चामले यो भिडियोमा पनि होइन अब योभन्दा अघिल्लो भिडियोमा 10,000 आएन भिडियो पुग्यो भने फोन आउँछ भनेर भन्दा थियो यो भिडियोमा चाहिँ होइन राम्रै अब के अरे भ्युज आयो भने हाम्रो हाम्रो दाइले होइन सरप्राइज पिकनिक हुन्छ है बब्बाले यसमा चाहिँ 5K को सरप्राइज 5K पुग्नु पर्यो होइन बब्बाले रमाइलो हुन्छ यो यसमा चाहिँ अब 5K भ्युज आयो भने खत्रै गिभ अवे हुन्छ होइन यता हाम्रो भाइ लावारिस पारमा बसिरहेछ लावारिस होइन यसले एक्साइटमेन्ट भएपछि यस्तै हो यसले धेरै चाहिँ बियर खाएन अहिलेसम्म 6वटा मात्र खायो अब यहाँ त अब टोइलेट पनि छैन कहाँ गएर सुत्ने हो यसलाई गाह्रो छ हाम्रो गोर्खाली कार्की हो यो चाहिँ गोर्खाली कार्की देखाएर गोर्खाको बेला मिस्टर सुशील कार्कीलाई सम्पर्क गर्नु होला गोर्खामा होइन सुशील भन्नु पर्दैन क्या कार्की मात्र भन्यो भने यसलाई सबैले दिन्छ के हो सुशील यता फेरि हाम्रो मिलन यालमोलाई चाहिँ सबैले सब्सक्राइब हानिदिनु पऱ्यो लाइक सब्सक्राइब कमेन्ट पनि कस्तो भइरहेछ होइन अब हाम्रो यो फर्स्ट के अरे भिडियो गरेको जियोस् माया देखाइदिनु पर्यो तपाईँहरूलाई नयाँ नयाँ कन्टेन्ट आउँछ है अहिले टुडी झर्ना छ पछि नयाँ नयाँ आउँछ जियोस् सब्सक्राइब हान्नु पर्यो बब्बाल है यस्तै कन्टेन्टहरू खतरा कन्टेन्ट पाउने हो भने चाहिँ बब्बाल हानिदिनु पर्यो है ल है सबले यता फेरि हाम्रो दादाको त अब दादालाई त म सकिने यता हाम्रो पोर्क तावा भाइ हाम्रो एके मिलन यालमो एन्ड हाम्रो पोर्क बार्बिक्यू एके मनिष बुढाथोकी एन्ड हाम्रो यता वान एन्ड ओन्ली डन मुकेश खत्रै गाइस खत्रै दाइ कस्तो भइरहेको तपाईँलाई मजा आइरहेको डङ्को जस्तै हालत भइरहेको क्या बब्बाल रमाइलो भइरहेको नि तपाईँलाई मलाई वाल मजा आइरहेको भाइ मनिष सर कस्तो छ हाम्रो कस्तो भइरहेछ बब्बाल यो चाहिँ हाम्रो पोर्क बार्बिक्यू हो होइन म त धेरै खाँदिनँ त्यही कति 1 किलो अनि यता हाम्रो दादाले चाहिँ 1.5 किलो ओन्ली दाइ भाइले गरेर मात्रै 3 किलो मात्रै खाने हो 3.5 किलो 3.5 किलो उसलाई पुग्दैन ए यता हाम्रो दादाले चाहिँ फेरि 2 किलो पुग्दैन 3.5 छ अब पुगेन अब के गर्ने ए यता दादाले बिर्सिरहेको रहेछ म खाँदिनँ पेट टन्न भइसक्यो त्यसमा ब्लुटुथ अन छ हाम्रो सरले ब्लुटुथ अन छैन यार बब्बाल रमाइलो भइरहेको छ अङ्गुर त लाबारिज भइरहेको छ दादाले हाम्रो फेरि हाम्रो मिलन दादा फेरि होइन काइन्ड अफ होइन सेफै है फेरि खतरा सेफ हो होइन यो त बार्बिक्यू मात्र हो हाम्रो मिलन दादाले खानाहरू यता त तपाईँको सबै बबाल यस्तो गर्नु पऱ्यो क्या भने नेटवर्कै चल्दा नेटकै चल्ला दाइ नेटवर्क र नेट एउटै हो क्या एउटै हो क्या मेरो दाइ सही हो बबाल दामी दाइ कस्तो भइरहेको रमाइलो भइरहेको नि रमाइलो भइरहेछ एउटा ट्याटु हान्यो फ्रिन कस रमाइलो चाहिँ गाइस होइन अहिले चाहिँ बब्बाल रमाइलो हुँदै आइरहेको है अब यहाँ सबै अब कति बजी अब कति बजी हाम्रो 1:30 भइरहेको ए 1:30 मा बब्बाल रमाइलो ए यहाँ त डल्फिन तर खासमा डल्फिन चाहिँ फेरि म हो होइन यो दाइ आउँदैन डल्फिन चाहिँ फेरि म है मन त फेरि स्विमिङ त बब्बाल हानिदिन्छ नि होइन त्यो अब बिस्तारै आउँछ के छैन बट भाउजू होइन तपाईँलाई चाहिँ होइन तिमीलाई मिस गरेको ठ्याक्कै 1 वर्ष होला है 1 वर्ष होला है 1 वर्ष बुझ्यौ नि
यो चाहिँ हाम्रो तावा बार्बेक्यू बाई हाम्रो मिलन सर के छ के भइरहेछ रमाइलो एकदम यता हाम्रो मनिष सरले पनि बब्बाले फेरि सरोज रालालाई रलालाई हामीलाई स्पोन्सर त गरेको छैन तर नि एडभर्टाइजमेन्ट गरिरहेको छौँ है तर यो 12 सिङ्गलले अब हामीलाई अब यो भिडियो हेरेर चाहिँ हामी स्पोन्सर गर्नुपर्ने हुन्छ है फेरि बब्बाले स्पोन्सर गर्नुपर्ने हुन्छ हो अब यो भिडियो हेरेर चाहिँ 12 सिङ्गल स्पोन्सर गर्छ कुरिन्टारा बोलाउँछ हामीलाई यति चाहिँ पर्नुपर्ने हुन्छ है फेरि जे होस् 12 सिङ्गलले कुरिन्टारमा बोलाउँछ भने ठुलो आश गर्दछु म पनि हामी सबैजना आशमा के हो हामीले 12 सिङ्गल एडभर्टाइज गरेको छ हैन कुरिन्टारमा बोलाउँछ 12 सिङ्गलले बोलाउनै पर्ने हुन्छ 12 सिङ्गल हेर के रे मिलन एल्मा भ्लग है हाम्रो मिलन एल्मा भ्लगमा आउँछ हैन तर बब्बाल यो चाहिँ फेरि हामीले यस्तो मजाले एडभर्टाइज गरेका छौँ हैन कुरिन्टारमा हामीलाई 12 सिङ्गेको 9 वटा फ्लेभर चखाउनलाई हामीलाई बोलाउनु पर्ने हुन्छ बब्बाल यो चीयर्स ह्यापी न्यू इयर बब्बाल चीयर्स ओ 12 सिङ्गे जे भयो स्पोन्सर गर्नु पर्यो कुरिन्टार बोलाउनु पर्यो 12 सिङ्गे यत्रो गर्दै है अघिको भ्लगमा हामीले यत्रो भनेको छैन 12 सिङ्गेमा कुरिन्टार बोलाउनु पर्यो म्याचै नभने यो त हैन यो यति त गर्नु पर्छ है मिलन एल्मा हैन सरज भ्लग चाहिँ गर्नु पर्ला जस्तो छ हैन त्यो के हो हैन सरज भ्लग पनि चाँडै आउँछ के हो सर हो सरज भ्लग चाहिँ हुन्छ जस्तो छ मिलन एल्माको ठाउँमा हैन तर हाम्रो मिलन एल्मालाई पनि सब्स्क्राइब चाहिँ गर्नु है सब्स्क्राइब चाहिँ मिलन एल्मालाई गर्नु पर्यो हाम्रो मिलन एल्मालाई लाइक शेयर सब्स्क्राइब गाइस ह्यापी न्यू इयर बब्बाल ह्यापी एडभान्स हाम्रो मिलन एल्मालाई के रे भ्लगलाई सब्स्क्राइब गर्यो भने अब त्यसमा मै हुन्छु प्राइस त हैन त्यहाँबाट म फेरि मेरो एउटा नयाँ युट्युब च्यानल खोलिहाल्छु त्यहाँबाट हामी फेरि त्यहाँ हामीलाई माया देखाउनु न भइहाल्छ त्यति भए इनफ मेरो दाइ यार इसको जानुपर्ने यार त्यसो नभन्नु न भनिदिएको रमाइलो मेरो बब्बालाई यस्तो छ है हाम्रो सिन त्यो पनि फेरि हेर्नु है कुन जुत्ता ओए यो जुत्तालाई चाहिँ फेरि कसरी बनाउनु यो जुत्तालाई होइन फेरि यो जुत्ता सबै बेच्यो भने पनि आउँदैन यो जुत्ता हो कि अब हाम्रो कुनमा अब हाम्रो चिकन मोमो यस्तो बब्बाल बनाउँछ कि कोचे हाम्रो फेरि यो अब तपाईँहरूले जुन च्यानललाई सब्स्क्राइब गर्नुहुन्छ हाम्रो मिलन यारमा उहाँ चाहिँ फेरि काइन्ड अफ तपाईँको सेफ पनि हो है फेरि यता सलामी बफ सलामी है यो चाहिँ फेरि यो प्याकेट भनेको चाहिँ स्पेसली हाम्रो मनिसरको हेल्पर 3 जना यो बब्बालै 3 जना छ फेरि 1 जना 2 जना 3 जना यता है हाम्रो नानी यता र नानी यता र नानी यता र हाम्रो मनिसरको चाहिँ 3 जना हेल्पर हैन बब्बाले खतरा हेल्पर यता हाम्रो मनिसरको है के मनिसर कस्तो गरेछ हाम्रो बबाल यहाँ तर आँसु आयो यार एकदमै दाइको सामान चाहिँ रमाइलोको लेभल चाहिँ फेरि यहाँदेखि यहाँसम्म हो क्या अनि यो कसको हो यो मलाई थाहा छैन खै कस्तो रमाइलो चाहिँ बबाल क्या हाम्रो रक्सी खाने भनेको क्युट बोय इन द टाउन यता फेरि हाम्रो दाइ एकदमै खतरा पोर्क लभर अन्ली मासु पोर्क भनेपछि हाम्रो दाइले फेरि अरू चाहिँ मतलबै भएन क्या यता हुनुहुन्छ हाम्रो एके हाम्रो एनजिआर आशिष तामाङ मेरो दाइ ओ दाइ कत्रो घाँस भनेको हौ बबाल अनि यहाँ हाम्रो भनेको होइन अहिले हामी जति पनि होइन ग्रुपमा अब तपाईँको आयो होइन वान एन्ड ओन्ली मेन इभेन्ट अफ द डे भनेको होइन हाम्रो दाइ एके कमल गएर दाइ होइन म्यान अफ द डे होइन उहाँ चाहिँ हाम्रो इभेन्ट अफ द डे होइन उहाँ चाहिँ बब्बाले उहाँ बिना त होइन केही पनि हुँदैन क्या हाम्रो ग्रुपमा बब्बाल है यो क्यामेराम्यान रललै क्यामेराम्यान रलले त केही पनि छैन क्या यस्तो भ्लग त बब्बाल आउँछ है गाइजलाई है यता फेरि यता हाम्रो बहिनी फेरि के भन्छ
आफैले गाउने आफैले रमाइलो हान्ने कुरा भइरहेको छ यहाँ माया नमारे यता हाम्रो धन्यवाद अनि हाम्रो साथले गर्दा रलले त के भन्छ अब ठ्याक्क 10 मिनट पछि रलले हो अब चाहिँ गाइज हेर बब्बाले होइन हाम्रो यहाँ गाइजले ल भुवन विनय मुकेश ओडी स्पोन्सर हान्नु पर्यो है बब्बाले है खतरे 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 स्पोन्सर चाहियो 12 सिंगेपछि ओडीले स्पोन्सर चाहियो मनुष्यलाई तपाईँ बब्बाल रमाइलो भइरहेको साथीहरू होइन खतरा खतरा यही रमाइलो चाहिन्छ भने चाहिँ भ्लग हेरेर लोकेसन थाहा पाएर सबजना आमै झर्ना पनि छ माथि पौडी खेल्ने ठाउँ पनि छ हाम्रो अब अहिले चाहिँ अब तपाईँको हाम्रो होइन बिचबिचमा आइपुग्यो होइन र बब्बाले रमाइलोको चाहिँ होइन अनएक्सपेक्टेड खतरै रमाइलो थ्याङ्क्स सर भुवन भाइ ल फेरि सरस मगर रललाई क्यामेराम्यान रलले भनेको तर अब तपाईँको होइन एकै हाम्रो मुकेश मगर हाम्रो मुकेश मगरले अघि खाएको हाम्रो सर मगर रललाई केही पनि छैन है गाई यस्तो केटा हो केटाकेटी हो जे जस्तो भए पनि रलले भए पनि सलले भए पनि लाइक सेयर सब्सक्राइब चाहिँ हान्नु पर्यो यता भाइ होइन हाम्रो सरोज मगर जस आज भ्लगमा धेरै साथ दिएको छ यो भ्लगको लागि भ्लगमा तपाईँको सबैभन्दा बढी होइन कसले कति बोल्दा थाहा भने तर हाम्रो मुकेशले के भन्यो नि सरोज मगर रलले सरोज मगर रललै सरस मगर रललाई यता देखाइदिनु न मुकेश मगर पनि अल्छो रललै छैन मुकेश मगर यता हाम्रो मुकेश मगर है सरोज मगर के रे तिम्रो मुकेश मगर दुईजना रललै भाइहरु मगर छैन तर हैन मेन भनेको हैन सरस मगर रललाई मुकेश मगर यो हैन हिजो एथलेटिकको लागि जित्यो भने आज फ्यान भएको छ यो बासाको हैन तर हाम्रो दाइ हैन ब्राजिलको फ्यान के रे रियल माड्रिडको फ्यान हैन तर आज जोले जित्यो उसको फ्यान किनभने ब्राजिलको फ्यान के रे बार्सिलोनाको फ्यान रे ओ दाइ ल यता फेरि हाम्रो अर्को भाइको छुट्टै ड्युटी सुरु भएको छ हैन विश्वास आजको विश्वास भुवन हस्टेलले मारे एमसीटी काम है ल बस्काउने तपकाउने टल्काउने है अस्ट्रेलियाको भिजा लाउने काम चाहिँ फेरि मैले गरे है गाइजहरु त्यस्तो चाहिँ हैन यसले एन्सर आशिष तामाङ बुद्धि नै यहाँ हो त्यही डुबाइदियो फेरि पनि सबैलाई हेरौँ भ्लगमा स्वागत छ र आज हामी कहाँ आएको छ भने टुडी झर्नामा आएको छौँ तपाईँ देख्न सक्नुहुन्छ होइन सब हाम्रो इज मिस्टर विनय खौरेलिया all the way from Bhaktapur and he's Mr. Vivek Basnet Kazi. He's also all the way from Bhaktapur and his man Jerasistamang. Yeah. Vivek.
यहाँ चाहिँ बाबा रमाइलो भइरहेको छ कि अहिले होइन केटाहरू मनिष बोलादेखिलाई पानीमा लगेर हाल्न सफल भएको छ स्ट्रन विवेक भाग्यो 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 खतरा बवाल बवाल खतरा रमाइलो हो पार रमाइलो दादा दादा पानी खाएर अब भ्लगर र पाली मिल्ने पाली के छ मोमो अड्के गाडी त मेरो दाइ त्यसो गर्नु भएन है अब मिलन एल्माको पाली हाम्रो यानमा चाहिँ गर्नु पर्यो क्या होइन समटाइम्स मिस्टेक भइहाल्छ नि रङ प्रोनाउन्सिएसन या त्यो साथी सही हो एनएस होइन एनएस हो यहाँ ताक बस्नु भाउजू होइन के अरे हाम्रो यहाँ दाइ ए दाइमा एकछिन ओ भाग्यो 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 अहिलेसम्म होइन हाम्रो मात्र भयो क्या हाम्रो के मनिष सर मेन भ्लगर मिलन सरको हुनु पर्यो यहाँ जाडो भएर गाह्रो भयो हाम्रो मिलन सर कहाँ जानुभयो मिलन सरको त्यहाँ पुद्याउँदै यहाँ आउनु पर्यो सर यहाँ आउनु पर्यो हाम्रो मेन मोटिभ भनेको होइन के अरे यता छुट्यो छुट्यो बाबा 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 ओए हाल्नु पर्यो हुन्छ चल 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 माथिबाट बल्ल बल्ल है मिलन दाइ यता हाम्रो यता हाम्रो रवि दादा बबाल म स्कुल मिस गरिरहेको छु यार स्कुलमा नछोड्नु पर्ने क्याटु बोय यसो मेरो बबाल है हाम्रो दाजु सक्दैन यसरी होइन यता हाम्रो दादा र साथीहरू हुनुहुन्छ होइन अब हाम्रो पाली आशिष दाई कमल दाई र हात्ती भाइ जसरी आए पनि हालिदिने म त अनि आज अब मेन मोटिभ भनेको हाम्रो आज त यो थाहा जसरी आए नि हालिदियो म त हालिदिने यो भाइ पनि पाइन्छ बुबर 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 के हो हो बुबर हाल्नु पनि हुन्छ होइन कस्तो भने सबैलाई मलाई पनि हेर्नु है केटा बाबु बाबु त्यसो रमाइलो छ भन है भाइ युट्युब च्यानल के भन्नु नाम नाम मिलन याल्मो के अरे मिलन मिलन याल्मो याल्मो मिलन याल्मो ल भाइ है सबैले लाइक शेयर कमेन्ट गरिनु होला सब्स्क्राइब भर्काउनु यता 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 यो गालामा मिन चसाएर नि भ्लग चाहिँ बनाउनु पर्यो अनि यो कस्तो भने काइन्ड अफ मोटिभ के अरे भर्खर गरे होइन मोटिभेट त गर्नु पर्यो नि त सबैलाई त्यो चाहिँ हाल्नु पर्यो हुन्छ यहाँ त हाम्रो यो पनि पाइन्छ सर म त पौडी खेलेर आमा ए हाम्रो बाबा त भाइ ठिक छ नि कस्तो के बोल्दा चाहिँ यहाँ भात भात बाबा भात बनाएर चाहिँ होइन कस्तो भलै रमाइलो भइरहेको होइन यो त हाम्रो बवाल है बवाल भात होइन सर दादा जुगा नपर्छ मुकेश सर यो सब्सक्राइबर पुग्यो भने एउटा गिभ अवे खतरा हुन्छ एउटा ढुक्क हुनु 1K मा एउटा गिभ अवे 10K मा एउटा गिभ अवे ढुक्क क्या हो त्यो चाहिँ तपाईँको रियल हो है फेरि भ्यू आउनु पर्यो हाम्रो पर्यो यो चाहिँ हुन्छ होला भ्युज र सब्सक्राइबर चाहिँ बढ्नु पर्यो गिभ अवे चाहिन्छ भने सब्सक्राइबर चाहियो त्यति हो मासुहरू त्यसो कस्तो बनाउँदैछ यो चाहिँ मैले बनाएको चिकन होइन भात पनि मैले त्यहाँ देखाइदिनु भएको सबै मैले बनाएको हाम्रो विशालले चट्ट रवि दाइ आगो बाल्नलाई हेल्प गरिदिइराख सबै मैले हाल्छु ल है
लाउडे आइजे ओए आउ रे केटा हो स्ट्रगल इज रियल है स्ट्रगल इज रियल मलाई पुगेकै छैन लगाइ चाहिँ अब हाम्रो चाहिँ काइन्ड अफ अब इन्डिङ आइपुगिसक्यो होइन हामीले खानसान पनि खाएर भइसक्यो होइन अब भर्खर सुरु है भात खाँदै हाम्रो सरहरू चाहिँ भर्खर सरोज रलले रलले भाबी त म बोलाउँछु मणि सर हाम्रो लास्टमा फेरि खाने भनेको मणि सर बिरयानी मेड बाई मनिष पुराथोकी एन्ड सरोज मगर हामी जाने बेला हुँदा चाहिँ तर हाम्रो स्टिल यसो छ यति क्यामेराम्यान रलले छ कहाँ चाहिँ नजाने ए हाम्रो साथीहरू अझ पनि खाँदैछ सरोज रलले आएको छ है ठिक छ नि हाम्रो बबाल अगाडि त मासु खाँदैछ खिचडी हो हाम्रो उहाँ रलले यो त हाम्रो मटन बिरयानी मटन चिकन दाल बिरयानी हाम्रो मिलन सर होइन ए घर गरी नआउने रे घरमा पानी आउँदैन नि होइन यही नआउने काइन्ड अफ इन्डिङ है इन्डिङ आइपुग्यो अब चाहिँ हामी अब घर फर्किनु लाग्यो जो तपाईँको कस्तो भने बाल रमाइलो चाहिँ खत्रै भयो है तपाईँको कस्तो भने हामी बिहानको ब्रेकफास्ट लन्च अनि तपाईँको 2-3 बजे फेरि कस्तो भने काइन्ड अफ अब स्न्याक्स बार्बिक्यू यता त गऱ्यौँ होइन अनि हाम्रो लन्च अब अघि हामीले खाना पनि खायौँ होइन अब त्यो चाहिँ मैले तपाईँलाई देखाउनु पाइनँ होइन त्यो चाहिँ बबाल मजा आयो होइन के छ हाम्रो चाहिँ लभली मजा आयो पहिला मेरो चस्मा खोज अनि मात्रै भन्नु है लभली मेरो त लभली बबाल मजा आयो चस्मा हरायो नि लभली के छ दादा ठिक छ के छ भन्नु छ हाम्रो पुवा के छ भन्नु पुवा भइदियो अघि मैले भने हामी जाने बेलामा चाहिँ सबै सफा गरेर जान्छु भन्नु भन्थ्यो होइन जो सफा हुँदैछ हाम्रो होइन हाम्रो अर्को भ्लग भनेको चाहिँ हाम्रो कहाँ सुकुटेबाट हुनेछ हामी सुकुटे त्यसमा आउनेछौँ सुकुटे भ्लग आउँछ होइन छिटी पनि छिटी आउँछ होइन जस्तो अब जो दाइ भाइ त मजाले बबाल हुन्छ त्यो बेला पनि रमाइलो हुन्छ होइन खत्रै रमाइलो हुन्छ आज पनि खत्रै रमाइलो भयो हामी चाहिँ अब उकालो लागेर बल्ल आइपुग्यो यहाँ मरलाई चाहिँ एकजना अब दिनको अन्त्यतिर भ्लग आयो भने हामीले इन गर्नुपर्ने हुन्छ साथीहरू जाँदा त ससुराली भन्दै थियो फर्किँदाखेरि कोही देखिहाल्यो औदेखि नजाने गाह्रो सबजना कोही तल कोही माथि कोही पुगिसक्यो कोही यता रलले भयो ठिकै छ केटा हो सबैजना अब भ्लग हेरिदिनु सबैजना धेरै धेरै धन्यवाद अर्को भ्लगसम्मको लागि प्रतीक्षा गर्नु होला त्यति सम्मको लागि हस्त नमस्ते बाई बाई